यो हो बानेश्वरको मेन हाइवे। उता मान्छेहरू छ, आन्दोलन गर्ने मान्छेहरू छ उता अगाडि। मेरो फुल जुम हो यो। त्यहाँ मान्छेहरू छ हेर्नु, गाडी पनि एउटा चलेको छैन। हे गाइज, गुड मर्निङ। के छ हालखबर? आरामै। धेरै दिनपछि हाम्रो ब्लगमा स्वागत छ हजुरहरूलाई। किनभने धेरै पछिमा आज ब्लग स्टार्ट गर्दैछु। म बिस्तारमै छु, अब उठ्छु होइन। आज चैत 30 गते, भोलि हाम्रो पर्सि होइन नयाँ वर्षको दिन आउँदैछ भन्ने सबैलाई नयाँ वर्षको धेरै धेरै शुभकामना भन्न चाहन्छु। र आजबाट म भ्लग स्टार्ट गर्छु भन्ने मैले यो अहिले डिसिसन गरेँ होइन। सो त्यही छ। आज भोलि काठमाडौँमा हिजो अस्तिदेखि यस्तो पानी परिरहेछ कि म देखाउँछु यहाँबाट। मोबाइल हेर्दा हेर्दै आँसु आयो यार। बाहिर अहिले त घाम परिसक्यो यार। यस्तो घाम परिसक्यो अहिले त। अघि यस्तो पानी परेर प्लास्टिक चिसो के काठमाडौँमा मस्त मौसमहरू छ। तर काठमाडौँमा चाहिँ यो जे होस् पानी परेछ, अब घाम परिसकेको छ अहिले। टक्क मैले खानासाना बनाइसकेको छु। यहाँ हेर्नु न, दाल कस्तो दाल बनाएको यार मैले, यो पानी पानी जस्तो। ठिकै छ, जे होस् राम्रो छ। अब टक्क खाएर होइन, ऊ भात नि पाकिसक्यो। टक्क खाएर अब कहाँ जाने भनेपछि काममा। टक्क खाएर ड्युटीमा जाने हो होइन। अहिले बज्यो 11, टक्क खाएर हिँड्ने हो। त्यस्तै चाहिँ मुख पनि धोएको छैन यार मैले त। मुखै धोएको छैन गाइज। के भन्छ यसलाई, के भन्छ यसलाई? एट यसको बोलते मुखै धोएको छैन यार। अब धोएर जाने हो, खाएर धुने हो कि या त होइन। खाए नि धुने मस्तले जाने, त्यही हो। सो गाइज, कस्तो हुँदैछ के हुँदैछ नयाँ वर्षको होइन। नयाँ वर्ष कसरी बनाउने भन्ने कुरा अब त्यो म पछि देखाउँछु के कस्तो हुन्छ होइन। हाम्रो चाहिँ तपाईँहरूको के कस्तो हुँदैछ, राम्रै होस् सबैजनाको भन्न चाहन्छु। र गाह्रो छ काठमाडौँमा बस्न गाह्रो छ गाइज। काठमाडौँमा बस्न गाह्रो छ। आफैले पकाएर खानुपर्ने अवस्था छ। हेरेँ म अब खानासाना खान्छु म। आम्बो पानी पानी परेछ त। गाह्रो छ गाइज काठमाडौँमा है। गाइज खाने भाइ आउनुहोस् क्यारे। भात खानु पर्यो। मासु त बनाउनु परेन। मासु खाँदैन गाइज म आज भोलि। मासु छोडिसकेँ। मासु खायो भने के हुन्छ थाहा छ? मासु खायो भने त्यो हुन्छ कि लास्टै रोगहरू आउँछ कि त्यसले। 2-4 दिन जस्तो मासु खाइदियो होइन, लास्टै के खत्तम बिराम होइन कि। त्यही भएर एकदम नर्मल दाल भात खाने होइन, दहीसँग ठिक हुन्छ। तर यो चिकन चाहिँ नखानु होला गाइज, राम्रो होइन यो। म त छोडिसकेँ। गाइज खाए ल, गाइज खाए ल भन्ने एउटा टिकटकमा भाइरल भएको छ नि। एउटा मोटी मोटी दिदी हाम्रो हो, त्यस्तै म पनि खाएँ ल भन्छु ल। अलि नुन कम परेछ यार। म खासै कुक त रहेनछु। सो गाइज रेडी भएर म चाहिँ निक्लिसकेँ कामतिर होइन। सो आज त यस्तो मौसम क्लियर भएको छ नि काठमाडौँमा। हेर्नु अलिअलि बादल छ। तर हिजो अस्ति यस्तो थियो नि यता वायु प्रदूषण लास्ट के खत्तम भन्दा नि खत्तम थियो। तर आज पानी परेर, हिजो अस्ति पानी परेर लास्टै राम्रो मौसम भएको छ। तर यता दुबी खोला चाहिँ पानीको पाप हेर्नु न कति बढेछ। सानो यस्तो गनाउने खोला थियो नि, आज पनि कालो त कालो छ पानी, तर अलि बढेछ पानी। जे होस्
प्लास्टिक आउँछ कि यो खोलामा चाहिँ। तर अब बर्खाको टाइममा चाहिँ पुरै आउँछ यहाँसम्म पानी। तर आजभोलि यति मात्र छ। आज बढेछ पानी फेरि। त्यस्तै छ। म चाहिँ हिँड्न लाग्दा आज घाम परेर मस्त मौसम भएको छ। त्यस्तै छ होइन। अब सिधै त्यही हो मेरो त। अब छुट्टी त्यही हो। राति 8-9 बजे हुन्छ। त्यस्तै छ होइन गाइज। ठ्याक्कै धोबी खोलामा छु होइन। बानेश्वरको धोबी खोला यो बिजुली बजारमा। यता हेर्नु सक्नुहुन्छ गाडी पुरै बन्द छ। यता बाटो पुरै बन्द छ होइन। उता अगाडि के आन्दोलन हुँदैछ होइन। डेली हुन्छ आजभोलि आन्दोलन। डेली बिहान डेली हुन्छ आजभोलि यो बाटोमा डेली आन्दोलन हुन्छ। त्यही भएर यहाँ बाटो बन्द छ। यता गाडीहरू सबै यता बाटो जाँदैछ। हेर्नु मान्छे गाडी छैन। उता मान्छेहरू देखिएको छ। उता पारी त्यो आन्दोलन मान्छेहरू देखेको छ टन्न। यता बाटो बन्द रहेछ नि त पुरै। यता पुलिसहरू पनि उभिएको छ। यस्तै छ। आजको मौसम यस्तो दामी छ। जे होस् राम्रो छ। घाम लागिरहेछ। गाडी चाहिँ बन्द छ ल। यता बानेश्वरतिर कोही आउँदो हुन्छ भने बन्द। आउनु हिँडेर चाहिँ आउनु होला। यता पुरै बाने छ कि। म चाहिँ यो बाटो भएर जान्छ उता। हेर्नु त यो हो बानेश्वरको मेन हाइवे। मेन हाइवेमा गाडी चाहिँ चलेको छैन। बन्द छ। यता बन्द गरेछ। उता मान्छेहरू छ। आन्दोलन गर्ने मान्छेहरू छ उता अगाडि। मेरो फुल जुम हो यो। त्यहाँ मान्छेहरू छ। हेर्नु गाडी पनि एउटा चलेको छैन। यस्तो घाम लागिरहेछ नि। दामी घाम लागिरहेछ। यता चाहिँ चालु छ फेरि।